किलोमिटर हेलो गाइस आज चाहिँ हामी हाइकिङ जाने भनेर यहाँ रेडी भएर जाँदैछौँ अहिले चाहिँ 6 बज्न आँटिरहेको छ बिहानको आज स्याटरडे हो त्यही भएर स्याटरडेको अवसरमा चाहिँ हामी हाइकिङ जाने भनेर कहिलेदेखि सोचिराखेको तर आज चाहिँ जुर्यो है हामी हाम्रो यात्रा रहेको छ जामाजो त्यहाँसम्मको खासमा भन्नुपर्दा चाहिँ त्यो हामीलाई को जान्छ हामी जान्छौँ ल गाइड्सहरू यहाँदेखि सुरु भयो है हाम्रो हाइक अब त्यहाँदेखि के भन्छ यो आर्मी गेटदेखि चाहिँ 100 रुपियाँ तिर्नुपर्छ भन्ने थियो त्यहाँ बुझौँ गएर यति धेरै रहेछ आज शनिबार मान्छेहरू हाइकको सुरु हो बिफोर हाइक ठेल्दै हिँड्नुपर्ने हो हामी त आर्मी गेटदेखि अलिकति मास्तिर हिँड्यौँ कालो कालो यहाँदेखि चाहिँ 4 किलोमिटर मैले टिकटकमा 7 किलोमिटर भेटाइरहेको थिएँ तर यहाँदेखि 4 किलोमिटर भनेपछि थोरै नै रहेछ ठिकै छ तर उकालो छ हिँड्नु छोडेको कति भइसक्यो त्यही भएर अब उकालो कालो टाइप रहेछ ठिकै छ 4 किलोमिटर अलिकति 5 किलोमिटर भएको भने चाहिँ हुन्छ कि अलिकति उकालोपछि चाहिँ 150 बाटो आयो त्यो सफा रहेछ हौ पसिनै पसिना सर्नु चाहिँ अरू बेला हाइकिङ जाँदा मेरो एकजना साथी एलिसासँग जान्थेँ उहाँलाई धेरै मिस गरेको छु अब त हामी सँगै हुँदैन पनि होला हाम्रो लास्ट हाइक भनेको पञ्चकन्या थियो अनि किनभने उमेर बढ्दै जाँदा परिस्थितिले पनि साथीभाइलाई छुटाउँदो रहेछ बोल्न सकिरहेको छैन कालोमा फेरि मिलेछ भने सँगै हाइक जाउँ ल 2 किलोमिटर छ 1 किलोमिटर चाहिँ अलिकति कालो अलिकति तेज काटेर आयौँ अब अझै 2 किलोमिटर बाँकी छ अलिकति उकालो देख्यो भने अब हुन्छ अनि अलिकति तेर्सो देख्यो भने आहा टाइपको आउँदैछ भाइब चाहिँ छ यो बाटो देखिँदैछ नि ठ्याक्क यो चाहिँ मेरो माउलाई जाने बाटो जस्तै छ के जङ्गलहरू यस्तै अनि चौरीहरू यत्रो ठुलो ठुलो छ एक दिन पुरै लाग्छ नि तिहारमा म पैसा थाप्नु जान्छु नि अनि यस्तो छ बाटोहरू बाटो हिँडेर खुल्ला ठाउँमा आइपुगेको छौँ अब यहाँदेखि चाहिँ त उँभो बाटो हुनसक्छ